ल आज चाहिँ मैले यहाँ एउटा है रोपेको यो 3 महिना जति भयो यस्तो भएको छ है। कुनै मुनाहरू आउँदैछ कुनै यस्तो हुँदैछ। पाइप चाहिँ यसरी हाल्नुपर्छ है ड्रागनमा टक्कै एउटा सकेट हाल्ने हो। ल अनि केही फरक पर्दैन यसले यस्तो हुँदैछ है यताको बस यताको यस्तो झ्याङ। ल यस्तो हुँदैछ केही ज्याम भयो फलेको छैन यसपालि अर्को वर्षबाट फल्छ होला सायद। केही ज्याममा ठाउँ ठाउँमा रोप्नुपर्छ यार आफैलाई खानलाई भयो। यसरी आउँदैछ है मुनाहरू चाहिँ यहाँ छानेर कुन लामो खालको त्यही राख्ने हो अरू सब फालिदिने है। आइरहेछ टन्नै मुनाहरू जे होस् केटोले गर्यो तर त्यति टाइम दिँदैन है अहिले मैले किनकि हल्का रोगहरू देखिरहेछ नि त। यसलाई दबाई छर्न नपाएर एकचोटि दबाई छरेपछि चल्यो रोगहरू एकचोटि होइन 2-3 चोटि छरेपछि चल्यो। जे होस् मेहनत त हानेको जस्तै सफल भइरहेछ अहिलेसम्म तर ठाउँ ठाउँमा रोगहरू लगाइरहेछ। यहाँतिर यो कसरी यसको रोक्ने यता यसरी हातमा त कलर छ भर्खर कामबाट आएकोमा। ल यता यहाँ 3 छ उता 5 लाइन 5-11 लाइन अनि यतापट्टि छ है यता नै छ। यो सानो रोपेको बिरुवा हो यसको लागि यति भइदियो धेरैको त जाँदैन। अब यहाँ चाहिँ भुइँ कटार। ल अर्को वर्षको लागि रेडी गर्दैछु साथी चढ्नु छ तिमीभन्दा माथि। ल कुनैमा डुडीटो मुना आएछ यार बारीमा नपसेको धेरै भयो लगभग 15-20 दिन होइन 10-12 दिन जति त भयो होला। घाँसहरू काटेदेखि छिरेको छैन है म। पाइप चाहिँ सबमा एउटै तरिकाले यसरी हाल्नुपर्छ। धेरैको पाइप जाँदैन यति जे होस् मेरो सब गर्दा 10-12 हजारको पाइप गयो यस्तो सकेट पाइप गरेर जे होस् दामी भएर छैन त अनि चस्मा मेरो काम गर्ने चस्मा है म ओल्डर पनि हो खासमा। जे होस् यसपालि रोपेदेखि खानमा पाइयो टनमा ड्रागन 4-5 वटा फल्यो त्यति खान पायो त्यो होस् खुसी छु। ल आजको भिडियो चाहिँ यति नै है तलबाट हो बिस्तारै आउँछ। अनि त्यो एआईबाट बनाएको भिडियो गीत है त्यो चाहिँ मैले आफैले लेखेको छु तर एआईले शुद्ध भनेन कोसिस गर्नेछु एआईबाट नि दामी निकाल्ने है। अब सोचेर लेख्नुपर्छ ऱ्यापहरू यहाँ मेरो किनकि मेरो भोइस त्यति राम्रो छैन त्यही भएर बनाउँदैन है गीतै खासै मन त लाग्छ गाउन के गर्नु भोइसले साथ नदिएपछि त त्यस्तै हो। र आजको भिडियो यति नै है।